वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनालाई स्वागत छ आजको नयाँ ब्लगमा। यहाँ चाहिँ साइकलको प्रब्लम आयो क्या। साइकलको प्रब्लम के आयो भन्दाखेरि यो अड्किन्छ क्या, यहाँ अड्किन्छ क्या, त्यही भएर चाहिँ प्रब्लम आयो। यस्तो छ साइकल। अहिले चाहिँ हामी साइकल बनाउन जाने हो। साइकललाई चाहिँ मैले बाहिर लगाएर आएको छु। अनि यहाँ यस्तो छ, यहाँ यस्तो फोहोर छ। यहाँ जाँदाखेरि म अहिले एकछिन गएर आएको थिएँ। अनि त्यहाँ चाहिँ बन्द रहेछ। अनि मैले चाहिँ दिउँसो जानुपर्ने हुन्छ। दिउँसो किन भन्दाखेरि अहिले चाहिँ बन्द भएको कारणले मैले दिउँसो जानुपर्ने हुन्छ। अनि दिउँसो जान्छौँ हामी। अनि साइकल अहिले चाहिँ मैले उता लगाएर आएको छु। अनि हामी दिउँसो गएर त्यसको के कस्तो भएको छ हेरेर होइन, अनि त्यसपछि हामी जान्छौँ। अहिले गएर जाने टाइम पनि भएन, 10 बजिसक्यो। अब अलिक थोरै काम गर्नु छ होइन, थोरै काम गरेर अब हामी जान्छौँ एकछिनमा। अब सिधै होटलै जान्छौँ। होटलबाट फेरि अब कामसाम गरेर दिउँसो अब टाइम मिलेपछि टक्क हामी जान्छौँ बनाउनको लागि। म चाहिँ यसलाई हिँडाएर लिएर जान्छु यहाँबाट। अनि यहाँ अहिले मैले भित्र ल्याएर आइसकेँ। अनि यसको के प्रब्लम भयो होला यार, साइकल ब्रेक हान्दाखेरि पनि ब्रेक पनि त्यति टाइट छैन, यहाँ ब्रेक पनि त्यति टाइट छैन, दुईवटा ब्रेक। अनि के प्रब्लम भयो भन्दाखेरि यो अब साइकलमा हावा नभएर हो कि के हो खै, अब के प्रब्लम भयो अब गएर हामी हेर्नेछौँ।